महाभारतको युद्ध कल्पना गर्नुहोस्, एउटा यस्तो मैदान जहाँ 18 दिनसम्म युद्ध भएको थियो, जहाँ आफ्ना दाजुभाइहरूको रगतले आफ्नो प्यास मेटिएको थियो। के यो युद्ध एउटा राज्यको लोभको लागि भएको थियो? होइन। यो युद्ध त ती पात्रहरूको थियो। कसैको प्रतिज्ञाले कुरुक्षेत्र जलायो, कसैको ईर्ष्याले वंशको विनाश गर्यो र कसैको मौनताले चिरहरण हुन दियो। यस्तै विभिन्न घटनाहरू भएको महाभारत हाम्रो इतिहास भएको छ। त्यो इतिहासलाई हामीहरूले अबको 18वटा भिडियो मार्फत यो महाभारतको युद्धको 18वटा दिनलाई हामीले चित्रण गर्न गइरहेका छौँ। महाभारतको युद्धको पहिलो दिन बुझ्नुभन्दा पहिले हामीहरूले बुझ्नुपर्ने हुन्छ महाभारतको युद्धमा समावेश भएका ती पात्रहरूको बारे। को थिए? महाभारतलाई महाभारत किन भनिएको हो? भगवान श्रीकृष्णले अर्जुनलाई सम्बोधन गर्ने क्रममा भारत भनेर किन भन्नुभएको हो र सञ्जयले धृतराष्ट्रलाई सम्बोधन गर्ने क्रममा पनि भारत भनेर किन भनेका हुन्? यदि वंशलाई हेर्ने हो भने यहाँ उपस्थित सबै योद्धाहरू भरत राजाका सन्तति नै हुनुहुन्छ। विशेष गरी अम्बिकाका पुत्र धृतराष्ट्रका छोराहरूको र अम्बालिकाका पुत्र पाण्डुका छोराहरूको यहाँ युद्ध भइरहेको छ। यदि अर्जुनको र भगवान श्रीकृष्णको सम्बन्धलाई हेर्ने हो भने अर्जुनका माता कुन्तीका भाइ वसुदेव र वसुदेवका छोरा कृष्ण हुनुहुन्छ। अब अरू पात्रहरूको बारे हामीहरूले जहाँ उनीहरूको नाम आउनेछ त्यही नै ती पात्रहरूको बारेमा चर्चा गर्नेछौँ। महाभारतको 18 दिनसम्मको युद्धमा पहिलो दिनको युद्धमा के भएको थियो भन्ने कुरा अब हामीहरूले अर्को भिडियो मार्फत लिएर आउनेछौँ। त्यति बेलासम्म हजुरहरूले कोर्नुहोला। जय श्री कृष्ण।